ठुलो बाबा नमस्कार। नमस्कार। के छ सन्चै आरामै हुनुहुन्छ हैन? सन्चै। ए अनि कतिको वर्ष पुग्नु भयो तपाईँ अहिले? 65 वर्ष पुगे। 65 वर्ष पुग्नु भयो हैन? हजुर। अनि के छ अहिले 65 वर्षसम्म के 65 गऱ्यो भन्दाखेरिमा अब 65 वर्षसम्म या भयो। पहिलेबाट कति घुरे फिरा पाएँ। उपला ओला हिँड्दा इन्डियातिर कता कता हिँड्दा बालबच्चालाई अब उहाँटा स्कुल पढाउँदाले गर्दाखेरि अब ढुकुरी पिटा पनि पाइयो के अरे। अनि अब ढुकुरी पिटा अहिले चाहिँ 65 वर्ष बुढाखाडा भइसक्यो। अहिले तपाईँ अहिले 65 वर्ष पुग्नुभयो। तपाईँको मन कस्तो छ अहिले? लगभग अब उमेर गइसक्यो तपाईँको हैन? जवानीको जस्तो उमेर त मन त छैन होला पक्कै तपाईँको मन? छैन छैन। अहिले किन पहिलाको जस्तो भएन। अहिले किन चाहिँ अब पहिलाको जस्तो अब भुकमन मलाई हुँदै सक्दैन। अहिले चाहिँ म हारिसकेको छु। अहिले चाहिँ बुढीकालमा गइसकेको छु। बुढीकालमा गइसकेपछि मैले चाहिँ केही पनि गर्न सकिनँ। जस अब तपाईँलाई अब घर परिवारले माया गर्छन्, सबै कुरा राम्रै छ, त्यही पनि अब तपाईँलाई बुढेसकाल लागेको कारणले गर्दा जस तपाईँको मन चाहिँ निराश हुन्छ। जब बुढेसकाल लाग्यो नि तब मान्छेको मन निराश हुन्छ नि हैन? अझ पनि अब चाहिँ छोरा छन्, बुहारी छन्, बुहारीहरू छन्, नानातिनीहरू छन्। उनको घरमा बसेको छु। ठिक छ अब के गर्छु। जस अब 65 वर्ष पुग्नुभयो, अब निराश चाहिँ